नमस्कार, म रामशरण नेउपाने। आज माता तीर्थ औँसीको दिन पारेर मैले आमाको विषयमा मैले आफैले प्रकाशित गरेको यो जुन घाम कविता सङ्ग्रहबाट एउटा कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक छ आमा बिनाको घर। यो शार्दूल विकृत छन्दमा छ। कविता यसरी सुरु हुन्छ। आमा नाम पवित्र धाम सरीको, वात्सल्यको यामको ऊर्जा भर्छ पवित्र तीर्थ जसरी आस्था र आरामको। आमा हुन् करुणा निदान जसका छन्नात्मा ईश्वर, रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर। मायाको झरना बहन्छ जसमा गङ्गा र गोदावरी, राख्छिन् प्रेम गरी बडा जतनले सन्तान नाना थरी। आमाको दिल हुन्छ कोमल महान, बन्दैन कोही पर, रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर। आमा जीवनदायिनी तरुलता सञ्जीवनी फूल हुन्, मायाकी त पवित्र धार रसकी मन्दाकिनी मूल हुन्। आमा नै नभए त जान्छ घरको सौन्दर्य शोभा पर, रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर। जस्तै ताप समान दिन्छ रविले, चन्द्रांशुले शीतल दिन्छन् नित्य खटेर मातृजनले आभा बडो निर्मल। आमा तुल्य दयावती गुणवती अर्को यहाँको छ र, रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर। बोल्नै मुस्किल हुन्छ भित्र घरमा, आमा नपस्दा दियो भत्केको सरिभान हुन्छ सहसा हाम्रो गृहस्थी मियो। आमा हुन् घरकी दियो अनि मियो शोभा दिने सुन्दर, आमा हुन् घरकी दियो अनि मियो शोभा दिने सुन्दर, रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर। रित्तो मन्दिर तुल्य लाग्दछ हरे आमा बिनाको घर।